साथीहरू मलाई चाहिँ यति धेरै मनपर्छ नि यो च्वाचेको मासु होइन। तर के गर्नु, खाने बेला चाहिँ 2-3 पिसभन्दा रुँदैन, यति धेरै मद लाग्छ है। तर के गर्नु, आफूलाई नरुच्ने अरूलाई रुच्छ नि त। त्यही भएर म चाहिँ आफ्नो लागि भन्दा नि अरूको लागि बढी सोच्ने मान्छे हो क्या। त्यही भएर अरूको लागि भयो भने मिठो गरी पकाइदिनु लाग्यो। अब आफूले त 2-3 पिस भयो भने पुग्छ होइन, किन यति धेरै चाहियो। मासु पनि थोरै हो र फेरि एक धार्ने साथीहरू गाउँमा चाहिँ होइन, थोरै पैसाको नि एक धार्ने मासु आउँछ। काठमाडौँतिर त आउँदैन नि त, एक धार्नेलाई त कति पर्छ होइन। यहाँ त 1200 कि एक धार्ने आउँछ। अनि फेरि योपालि चाहिँ मैले उमाल्दै नउमालिकन पकाउनु लागेँ, मस्त भुटेर पकाउनु लाग्यो होइन। फेरि यो च्वाचेको मासु पकाउनु बेला चाहिँ यति झ्याउ हुन्छ नि, भित्र लान नहुने, पकाउनु नहुने, बाहिरै बसेर खान पर्ने, बाहिरै पकाउनु पर्ने। तर के गर्नु, पकाउनै पऱ्यो होइन। मजाले आगो बालेर हेर्नुहोस् कसरी बनाउने तपाईँले हेर्न सक्नुहुन्छ। मेरो बनाउने स्टाइल चाहिँ अरूको भन्दा एकदम फरक छ। म चाहिँ रातो हुने गरी भुट्नुपर्छ मासु। अनि प्याज पहिल्यै हाल्नु हुँदैन है, प्याज हाल्यो भने त पुरै डढेर कालो हुन्छ होइन। अनि त्यसपछि बेसार, नुन, मसला सबै थोक हाल्ने मिलाएर होइन, स्वादअनुसार। अनि मसला चाहिँ फेरि मलाई अन्त पिनेको हुँदैन क्या, सिलौटामा लसक पिनेको, खुर्सानी हालेर पिनेको यति मिठो हुन्छ नि साथीहरू, यति स्वादिलो हुन्छ। अरूले पकाएको चाहिँ कस्तो हुन्छ थाहा छैन मलाई। मैले पकाएको च्वाचेको मासु खायो भने चाहिँ मान्छे ठाउँको ठाउँ ढल्छ साथीहरू, त्यति दामी यस्तो मिठो बवाल बनाइन्छ। हेर्नु नि, हेर्दाखेरि तपाईँहरू देख्न सक्नुहुन्छ नि, यति स्वादिलो, यस्तो मिठो। बोल्दा मेरो मुखमा पानी आइसक्यो साथीहरू, त्यति मिठो बनाउँछु। तपाईँहरूलाई